सुन्नबहादुर गुरुङको चाहिँ घाउहरू पनि ठिक नहुने होइन, अनि उपचार पनि त्योभन्दा बढी खर्चहरू भइरहेको थियो। र मेरो भाइ चाहिँ आइसियुबाट निस्केर एसडियुमा पुगिसकेको थियो, मेरो भेना चाहिँ आइसियुमा बसिरहनु भएको थियो क्या। त्यही भएर विश्वासी र अविश्वासमा त्यो फरक हुन्छ क्या। अनि त्यसपछि चाहिँ अनि भेनाले पनि त्यो देख्नुभयो, मेरो भाइको सानो निको भएको देख्नुभयो होइन, किनकि हामीलाई त मनमा परमेश्वर हुनुहुन्छ, वचनमा छ नि, आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिराख्नु भन्ने वचनले छ नि होइन। त्यही वचनलाई चाहिँ सम्झिँदै चाहिँ म, मेरो मम्मी, मेरो होल फ्यामिली चाहिँ प्रार्थना गर्दै गयौँ। मेरो भाइले एकदम छिटो उद्धार हुँदै गयो। एक हप्तामा उसो खुच्चुक बसेर मोबाइल चलाउने भयो क्या। त्यसको लागि परमेश्वरलाई धन्यवाद म दिन्छु। र यही फरक अन्तर देखेर चाहिँ मेरो भेनाले पनि भन्नुभयो कि मलाई पनि सँगाइदिनुहोस्, मलाई पनि सँगाइदिनु फुपू भनेर मेरो मम्मीलाई भन्नुभयो। मेरो मम्मीको जब हात मेरो भेनालाई पर्यो, मेरो भेना पनि पछिको 2 हप्तापछि त ऊ पनि उठेर हिँड्ने भयो क्या। परमेश्वरलाई धन्यवाद दिन्छु। र अहिले दुवै बिरामीहरू चाहिँ एकदम राम्रो भएर अहिले मेरो भेना चाहिँ पोखरा फर्किसक्नु भएको छ ललितपुरबाट, र मेरो भाइ अहिले घर फर्किसकेको छ। परमेश्वरलाई करोड धन्यवाद दिन चाहन्छु म सिएसको नाममा। यो भयो मेरो कान्छो भाइको गवाई, र मेरो अरूको माइलो भाइको गवाई सुनाउनु चाहे। उसको नाम चाहिँ सनम गुरुङ हो, र ऊ पनि मैसँगै हो। ऊ पनि हिँडेको परमेश्वरको बाटोमा, तर परमेश्वरको बाटोमा हिँड्न धेरै गाह्रो छ, धेरै कठिन छ। मलाई पनि 12 वर्ष भयो म जुटेको, तर 2 वर्ष चाहिँ मेरो मन पनि मान्छेको मन त छली हुन्छ होइन, त्यस्तै ढमर भयो। तर 10 वर्षपछि चाहिँ म एकहोरो परमेश्वरमा लागेपछि चाहिँ मलाई पनि राम्रो भयो होइन। म पनि 45 किलोको थिएँ क्या सच्चाइमा आउँदाखेरिमा, अहिले म 65 किलोको छु। त्यो पनि परमेश्वरलाई धन्यवाद दिन चाहन्छु म सिएसको नाममा। र मेरो माइलो भाइको गवाई भन्न चाहन्छु। आज म मेरो गवाई भन्दा पनि माइलो भाइहरूको गवाई सुनाउँछु। ऊ पनि साउदीबाट आयो, विशेष दुःख गर्यो, 2 वर्ष उसले काम गर्यो, अनि दुःख भयो भने नेपाल आयो। र उसले वैदेशिक रोजगारको लागि जताततै घरि क्यानाडा भनेको छ, घरि कता भनेको छ, जताततै हात हाल्दै हिँड्यो। र उसको कामहरू बनिरहेको थिएन। मैले भन्छु मेरो भाइको काम किन भइरहेको छैन भन्दै म आज त्यसलाई सोध्थेँ। ऊ चाहिँ उहाँ पोखरामा गएर बुटी लाएर बसिरहेको रहेछ क्या। मैले भने परमेश्वरको राज्यमा नि जाने, मन ढलमल गर्ने त घाँटीमा अनि पेटमा यो हातमा बुटी बाँधेर हुन्छ त भनेर चाहिँ मैले चाहिँ कागतली शाखाको म लिडर हो त्यहाँको, त्यसलाई त्यहाँ लगेँ क्या। त्यहाँ लगेँ। त्यसपछि मैले भने तेरो शरीरमा नराम्रो चिज छ, त्यो बुटी फाल भने मैले म आफै फाल्न लाएँ। मैले आफै तानेर फालिदिएँ। फालेपछि 3 महिनापछि तेरो काम हुन्छ हुँदैन, ल हेर अब त महिमा घर भन्दै उसलाई चाहिँ मैले चाहिँ एकदम त्यही महिमा घरमै लगेर मैले उसलाई थुनिदिएको जस्तो गरेँ क्या। कागज थैलीमै लगेर राखिदिएँ। वहीँको उहाँ सर म्यामहरू जस्तै हुनुहुन्छ, उहाँ के अरे शर्मिला म्याम र चिसकुमार सर हुनुहुन्छ, उहाँहरूकै गोठालो बनाइदिएँ मैले। त्यसपछि परमेश्वरले यति चमत्कार गर्नुभयो। 3 महिनामा उसको काम भयो। अहिले मेरो भाइ युकेमा छ क्या। र 2 वर्ष नलागेको छ। अहिले उसको सबै कुरा राम्रो छ। जुन उसको कमजोर मन हुन्छ त हजुर त कमजोर होइन, तेरो मन कमजोर होइन, तेरो त्यो नराम्रो कुराले कमजोर बनाएको छ, अघि बढ उठ भने म त्यसो भनेर मैले ट्याक्क फोनमा भन्दैछु चाहिँ ऊ चाहिँ ठ्याक्क दरिलो हुन्छ क्या। र अहिले सबै कुराहरू चाहिँ परमेश्वरले पुरा गर्नुभएको छ मेरो घरमा होइन। र मेरो यो भाइहरूको गवाईले सबैलाई दबाई भइसक्यो भन्दै राजाको यो थोरै मिठो गवाई र मेरो वचन परमेश्वरको वचनद्वारा सबैलाई भरिपूर्ण आशीष मिलोस् भन्दै यो स्टेजबाट म बिदा हुन चाहन्छु। हवस्, धन्यवाद।